मसँग के भयो यस्तो जो म यति राति राति ट्राभल गर्नु परिरहेको छ त्यही पनि 3टा मान्छे एउटै बाइकमा सुरुदेखि जाम त आज चाहिँ म गाउँ आएको छु एन्ड गाउँमा चाहिँ मेरो फर्स्ट सुरुवात भयो ढुङ्ग्राबाट यति लामो ढुङ्ग्रा लाइक मैले फर्स्ट टाइम ट्राई गरेको थिएँ होला नेक्स्ट पछि चाहिँ यहाँ ट्र्याक्टरले जोत्ने कुरा आयो अनि यहाँ मम्मीले साग टिप्दै हुनुहुन्छ त्यतिकैमा मैले चाहिँ यहाँ नस्पति खाने भन्ने सोचेँ अनि नस्पति खाएँ काँचै भए पनि तितो थियो तर मिठै थियो अनि एकछिनपछि चाहिँ मैले नस्पतिको रुखबाट ट्रेन पनि गराएँ मेरो साथीले भनेको थियो नस्पतिको रुख कत्रो छ र भनेर भनेको थियो सो मलाई त्यही देखाउनु भए पनि मैले गराएको यो चाहिँ यत्रो छ हाम्रो नस्पतिको रुख चाहिँ मिठो हुन्छ पाक्यो भने चाहिँ अलि पाकेको छैन र तितो तितो भएको छ अनि एकछिनपछि चाहिँ मैले भाइसँग एउटा ट्रेन गर्ने भनेको त्यो ट्रेन त भाइले बिगारेर एकछिन त यस्तो हाँसो लाग्यो कि अनि एकछिनपछि चाहिँ भाइको साथी पनि आएको थियो अनि भाइको साथीसँगै खेल्नुभयो उहाँ चाहिँ पाहुना हुनुहुन्छ क्या पाहुना उहाँको मम्मी बाबा चाहिँ त्यहाँ बस्नु भएको छ यहाँ गफ गर्दै हुनुहुन्छ अनि उनीहरू चाहिँ खेल्दैछन् उतातिर अनि एकछिनपछि चाहिँ मैले भाइलाई भात खुवाइदिएँ अनि हामीले जुस खायौँ अनि हामीलाई चाहिँ फोन आयो कि घरमा बिरामी हुनुभएको छ लास्ट स्टेजमा हुनुहुन्छ के पनि पर्न सक्छ भनेर हामी गयौँ बाई